हाई जेमेसियन नमस्ते एभ्रिवान। म चाहिँ आज बिहान बिहान यसरी चिटिक्क परेर रेडी भएर कहाँ जान लागेको होला भनेर सोच्नु भयो होला। म चाहिँ वर्ल्ड कप हेर्न जानु लागेको है। म चाहिँ बिहानको 4 बजे उठेर रेडी भएर 5 बजेको वर्ल्ड कप हेर्नलाई रेडी भएको। हाम्रो रुमको भाइ बहिनी म अनि हामी 3 जना चाहिँ वर्ल्ड कप हेर्न जानु लागेको। उताबाट साथीहरू आउँछ होला। हामी चाहिँ मेरिडियन पबमा जान लागेको। त्यहाँ गएर चाहिँ हामी वर्ल्ड कप हेर्नेछौँ अनि तपाईहरुलाई पनि देखाउनेछौँ है त। ट्रेन पनि आइसक्यो गाइस, बिहान बिहानै हैन। हामी यस्तो अँधेरोमा वर्ल्ड कप हेर्नको लागि तातेको छौँ, न्यानो न्यानो ज्याकेट लगाएर हैन। यसरी हिँडिरहेको छौँ। हाम्रो टिम आउट भए पनि केही छैन। आज अर्जेन्टिना र स्पेनको लास्ट फाइनल गेममा हामी चाहिँ यसरी तातेको छौँ कि हाम्रै टिम छ जस्तो गरेर। सो आजको रात मेसीको साथ मलाई भन्न पनि आएन गाइस, किनभने मेरो केही पनि छैन, त्यहाँ केही छैन। आज मेसीलाई फेरि घर पठाउनु पर्छ। आजको साथ मेसी यहाँले हुन्छ फेरि मेसी घर गयो यहाँ रुनी, मेसी फाइनलमा गयो यहाँ रुनी, अब बर्बाद छ। अनि हामी चाहिँ यसरी हिँडिरहेको छौँ 3 जना हैन, डाकु चाहिँ गरेर। अनि यसरी बाटो नै पुरै सुनसान छ। कहिले पुग्ने होला यार, गेम चाहिँ सुरु भइसकेको छ। हामी चाहिँ हतारमा हिँडौँ, खुट्टाले टेकौँ कि टाउकोले टेकौँ कि गरेर कहिले पुग्ने त त्यहाँ अब हैन। गेम हेर्नलाई चाहिँ एकदम हतार भइसकेको छ हामीलाई चाहिँ हैन। फेरि अब तपाईँहरूलाई बाटोमा देखाउने छु है त। सबैजना चाहिँ 4 बजे आएर बसिरहेको रहेछ। एउटा मैले ठाउँ पाइनँ। उहाँ छ सन्तोष भाइहरू पुरा हाई गर्दैछ। यहाँ छ हाम्रो भाइहरू चाहिँ सन्तोष भाइहरूको ग्रुप यहाँ रहेछ। आज मेसी स्योर घर जान्छ के उसलाई देखाएको किन भन्नु पाइहाल्छ। मेसी त जित्छ हाम्रै है। मेसी अर्जेन्टिना हिरो खेल लास्ट हाम्रै है। यहाँ पनि अर्जेन्टिना जित्छ हाम्रै हो। रोनाल्डो सबै चु होइन एमनले लान्छ होला। लाँदैन तेरो चु त अब सु गर्न जान्यो। अर्जेन्टिना 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 Cheers and always love you Ronaldo। एकदम चाहिँ रोनाल्डो मलाई यस्तो मन पर्छ नि, पुरै लुक चाहिँ मलाई यस्तो मन पर्छ। लास्ट ह्यान्डसम हो रोनाल्डो। जस्तो ह्यान्डसम अरू कोही लाग्दैन मलाई, किन होला त्यस्तो। I'm biggest fan of Ronaldo। लागि एउटा अर्जेन्टिनाको फ्यान नरौ यार छ। ए सुनिमा मेरो बहिनी रोयो यार छ। मेरो बहिनी रोयो यार, के गर्ने यार, आफ्नै बहिनी हो यार रुतिर। चाहिँ मलाई अब नराम्रो लागेर आयो गाइस। अर्जेन्टिनाको फ्यानको फ्रस्ट्रेसन हेर्नुहोस्। यहाँ अब स्कोर गरिसकेको छ स्न्याप के अरे स्पेनले चाहिँ। नाटक गर्छ अरे। बिचरा एकजना अर्जेन्टिनाको फ्यान छ, अरू सबै स्पेन रहेछ। 4 जना, 2 जना हो कि 1 जना हो। मेसी हो स्पेन 1 2 3 4 उसलाई नि स्पेन नै बनाइसकेको। स्वागत छ नयाँ टिममा। म पनि भइसक्यो के। स्वागत छ शिवानीजीलाई, स्वागत। यो स्पेनको जित हो। आज चाहिँ स्पेनको जित रहेको छ।
रुइरहेछ फेरि जम नरौ क्या गेम त हो नि यार यो त यहाँ फेरि हाँसो छ स्पेनले जितेकोमा यता रुवाई छ गाई गाह्रो छ मेसीले फ्यान थियो तर के गर्नु स्पेनले जित्यो के गर्नु स्पेनै हुनु पर्यो तिमी स्पेनतिर लागेको होइन त अब स्पेनतिर लाग्नु पर्यो बाफे यस्तो बबाल अब यहाँनिर स्पेनले जितिहाल्यो अब सन्तोष भाइ बोल्दैन मसँग हो स्पेन है भाइ स्पेन हो $200 वेलकम $200 गयो भन्दैन है टिकट फाइनली गाइज स्पेनले चाहिँ जितिसकेको छ मैले अघि नै भविष्यवाणी गरिसकेको थिएँ कि स्पेनले जित्छ भनेर स्पेनले जितिसकेको छ पोर्चुगल हारेर केही पनि भएन अर्जेन्टिना बस जित्नु भएको थिएन ल मेस्सी नि गयो अबदेखि यहाँ रुँदैछ यामलको भाइ यहीँ यामलको भाइ त्यहाँनिर छ होइन मेसीको फ्यान सब रुए यहाँ त कति धेरै सुको फ्यान रहेछ 22 त मेस्सीकै थियो नि हो अब बुढा भयो बुढो भयो बाउले सकेन मलाई अघि त्यो पेट हान्दा हात कामे थियो त्यही भएर हो मैले अघि नै भविष्यवाणी गरेकै थिएँ नि दाइ रुँदै म चाहिँ सेलिब्रेसन हेरेर पाउँदिनँ फाइनली स्पेनले जित्यो म त चाहन्छु बाई बाई